हामीले जीवनका छोटा फलहरूलाई पनि अविस्मरणीय र महत्त्वपूर्ण बनाउन सक्छौँ। हेलो गाइस, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ मेरो प्यारी छोरीको बर्थडे र बर्थडेको लागि हामीले के तयारी गरिरहेको छौँ भने हामी देखाउँदैछौँ। आज चाहिँ हामीले बर्थडेको लागि खिर पकाएको छौँ। खिर र अचार बनाउने योजना बनाएको छौँ किनकि बर्ड फ्लू आएको छ। बुढो कुखुरा चाहिँ नखाने कुरा भयो सबैले। अनि हामी ठुलो कराईमा चाहिँ एक कराई खिर बनाएको छौँ। आलु सिटी लगाउन आँटेको छु। आलु चाहिँ पाकिसकेको छ। अब यसलाई हामी तासेर रेडी गर्छौँ। टक्क हामीले चाहिँ आलु तास्ने काम पनि सकिसक्यौँ। अब यो पछाडि यसलाई हामी फ्राई गर्छौँ। आलुदम पनि रेडी भइसक्यो। यहाँ चाहिँ बेलुन फुलाउने कार्यक्रम सुरु भइसकेको छ। रिवाको बर्थडेको लागि। बर्थडे गर्ललाई के भयो? रिवा के भयो सानो? सानो के भयो? मैले बेलुन यस्तो गर्ने डराए। रिवा पनि ह्यापी बर्थडे रेडी हुँदैछ हैन? वर्षा पी ल चुई पारी साले फैन बिग फैन लङ्गर दस्त आउ न फेरि बाले लङ्गरले भइसक्यो टाउन भयो पास यो चाहिँ आज मेरो छोरीको बर्थडे ड्रेस लगाइन्। यस्तो देखियो। वाउ, कति खुसी भइन् भने नि। आज फर्स्ट टाइम लगाएको कुर्ता सुरुवाल। अनि यति रमाएर फोटो भिडियो बनाइदिएँ मैले। पानीको लाल लाल कलेजी बाङ्ग्री बाङ्ग्रीको कलर लाल। केक देखेपछि काट्न नपाएर यसरी रोइन् एकछिन। ह्यापी बर्थडे। त्यसपछि यो डेकोरेसन गर्ने काम चाहिँ बाँकी नै थियो। त्यसपछि हामीले यसो हल्का डेकोरेसन गऱ्यौँ र सबैजना मिलेर डेकोरेसन गऱ्यौँ। काम भ्याइहालिस यसरी टक्क डेकोरेसन गरिसकेपछि केक राख्यौँ। त्यसपछि रिवालाई राख्यौँ त्यहाँनिर। ओहो, मेरो छोरी यति खुसी भइन् कि यति खुसी भइन्। त्यस पछाडि खुसी भएर नाच्दैछिन् पनि। ह्यापी बर्थडे। गिटार भिडियो तँ आगोमा राख बाबा। ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर रिवा। केक काटिसकेपछि चाहिँ मेरो छोरी केक खानतिर लागिन्। उनलाई चाहिँ यति मनपर्छ कि केक मजाले खाइरहेछन्। यस्तो छ हाम्रो हल्ला खल्ला माहौल चाहिँ। बर्थडेको माहौल यस्तो छ है। सानो मान्छे पनि खाँदैछ चिसो। छोरीको बर्थडेमा आएको यस्तो दामी केक रहेछ नि। दाजुको यो रमाइलो ठट्टा पश्चात मैले चाहिँ खाना फस्किनतिर लागेँ र जहाँ बर्थडे गरेको त्यहीँ खाने है सबैजना बसेर भनेर मैले भनेँ। अनि सबैजना त्यहीँ बसेर खाना लाग्नुभयो। केटाकेटीहरू ल यहाँ पिक्चर सुट भइरहेको छ। मेरो छोरी चाहिँ आजको हिरो नि। ल कस्तो छ आज रिवाको बर्थडे खाना? ल बर्थडेको यस्तो माहौल छ। अन्तिम चरणमा चाहिँ रमिलाले बर्थडे चाहिँ दामी फाइन छोरीको बर्थडे। अब आफ्नो बर्थडे चाहिँ खसी नै काट्ने अरे। गुड रिवा, ह्यापी बर्थडे कस्तो भयो? राम्रो भयो भन न। कस्तो भयो ह्यापी बर्थडे? मिठो भयो। चाहिँ अन्तिममा केक रङ केक खाँदैछिन्। ह्यापी बर्थडे कस्तो भयो छोरी?